कति भ्रष्टाचार गरेको, लाउडा काण्ड कहाँ गयो, धमिजा काण्ड कहाँ छ, चेजेर काण्ड कहाँ छ, चाइना साउथ काण्ड कहाँ छ, एयरबस काण्ड कहाँ छ, घोटाला सुडान घोटाला, ओम्नी प्रकरण, बुढी गण्डकी, वाइट बडी, गोकर्ण रिसोर्ट, 70 करोडको सेक्युरिटी प्रेस अडियो काण्ड, नक्कली भुटानी शरणार्थी, ललिता निवास, 60 केजी सुन, 9 केजी सुन, सहकारी काण्ड, त्यसैगरी सर्प काण्ड, टेरामेक्स काण्ड, भिरकुटी मण्डपको भ्रष्टाचार, एनसेल काण्ड, नेपाल ट्रस्टको जग्गा काण्ड, मेलम्चीको खानेपानीमा भ्रष्टाचार, बालुवाटारको जग्गा कर्लप्पै खाने काण्ड, क्यान्टनमेन्टको घोटाला, एमसीसी का दलाल, नेपाल स्काउटको जग्गा बेची खाने अपराधी चोर फटा। त्यति मात्र होइन, यहाँका नेवार समुदायको गुठी बेचेर खाने यी दलालहरूले गुठी काण्ड र अहिलेको प्रधानमन्त्रीको गिरिबन्धु टी स्टेट काण्ड। त्यति मात्र होइन, कम्बोडियामा पैसा लुकाउने काण्ड। यसका साथ यति काण्डको छानबिन गर, दोषीलाई कारबाही गर। अख्तियारका प्रमुखलाई मेरो अपिल छ, पार्टीका कार्यकर्ताको हल्लुने कार्यकर्ता नबन। अख्तियार प्रमुखज्यू तपाईलाई अपिल छ। होइन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र होइन, यो राष्ट्रवादीहरूले यो शक्ति अगाडि बढायो भने यी काण्डका नाइकेलाई जेल हाल्छौँ, थुन्छौँ र यिनको जमानत सर्वोच्च हरण गर्छौँ भनेर हामी यो आन्दोलनमा अगाडि बढेका छौँ। धेरैले भन्ने गरे आज देश बेरोजगारी छ, 80 लाख भन्दा बढी युवा अर्काको देशमा काम गर्न बाध्य छ, देशमा भ्रष्टाचार गरेको छ, लुटेको छ, आवाज उठायो भने गोली हान्न आउँछ। यो देश तिमीहरूले आर्जिया हो, यो देश नेपाली जनता र राज संस्थाले आर्जेको हो, मार्क्स र लेनिनले होइन। यो जे मन लाग्यो त्यही नगर। आज बेरोजगारी भयो, अहिले गणतन्त्रमा धेरै उपलब्धि गर्यौं रे भनेर भाषण गर्छन् केही साथीहरू। म सोध्न चाहन्छु, भिरकुटी कागज कारखाना खै, हरिसिद्धि टेक्सटाइल खै, बाँसबारी छाला जुत्ता खै, बालाजु कपडा उद्योग खै, काँचो छाला संलग्न केन्द्र खै, नेपाल क्युब आयल खै, नेपाल जुट विकास केन्द्र खै, सुर्ती विकास कम्पनी खै, नेपाल ढलोट कारखाना खै, नेपाल रघुजीव जुट मिल खै, नेपाल चिया विकास लिमिटेड खै, नेपाल कृषि आयोजना खै, विराटनगर जुट मिल खै, हिमालयन सिमेन्ट उद्योग खै, घरेलु शिल्पकार बिक्री खै, नेपाल कोल लिमिटेड खै, हेटौडा कपडा उद्योग खै, नेपाल यातायात संस्थान खै, बुटोल पावर कम्पनी खै, बिरगञ्ज चिनी मिल खै, कृषि औजार खै, भक्तपुर इट्टा कारखाना खै, लुम्बिनी चिनी मिल कारखाना खै, नेपाल रोजिन टर्मेन्टाइन खै, कृषि चुन उद्योग खै, नेपाल डिलिङ कम्पनी खै, नेपाल दूरसञ्चार कम्पनी खै, हुँदा हुँदा काठमाडौँमा चल्ने टर्ली बस खै, कहाँ बेचेर खायौ, यसको हिसाब किताब चाहिन्छ। आज युवालाई कल कारखाना बन्द गर्ने, उद्योग बन्द गर्ने, बम पट्काउने, आफ्ना छोराछोरी विदेश पठाउने, जनताका छोराछोरी नेताका छोरी युरोप अमेरिका, जनताका छोराछोरी खाडी पठाउने, अनि यहाँ आएर भाषण गरेर देशलाई बर्बाद पार्ने यी लुटेराहरूका विरुद्धको आन्दोलन हो। यो उठ्छ यसका साथ। यो 16 वर्षमा यिनीहरूले 14 वटा सरकार फेरे, 1000 मान्छे मन्त्री भए, 3000 करिब सांसद भए, 31 वटा प्रदेश प्रमुख भए, मुख्यमन्त्री भए, 30 वटा प्रदेश प्रमुख, 3टा राष्ट्रपति, 3टा उपराष्ट्रपति, गाउँ गाउँमा छोटे राजा बनाएर यो देश लुट्ने यी लुटेराहरूको विरुद्धको आन्दोलन हो। यो कुराहरू गर्दा एकजना मान्छेलाई रोजगारी दिन सकेका छैन अनि भन्छन् के थाहा छ। म आज सोध्न चाहन्छु यो आमसभालाई, 25 वटा केन्द्रीय अस्पताल राजाले बनाइदिनु भयो, तपाईले बनाए हो कसैले? टिचिङ यिनीहरूले बनाएको हो, पाटन यिनीहरूले बनाएको हो, 5 वटा विकास क्षेत्रका क्षेत्रीय अस्पताल यिनीहरूले बनाएको हो, 57 वटा जिल्ला अस्पताल यिनीहरूले बनाएको हो। एउटा अस्पताल बनाउनु छैन, एउटा विद्यालय बनाउनु छैन, एउटा उद्योग कल कारखाना बनाउनु छैन। सिर्फ पार्टीका कार्यकर्ता पाल्ने,
त्यही कार्यकर्ता लुट्ने, देश बर्बाद पार्ने, आफ्ना छोराछोरी युरोप अमेरिका पढाउने, जनताका छोराछोरीलाई यहाँ त्रिभुवन विश्वविद्यालय गएर ढुङ्गा हान भन्ने यसका विरुद्धको आन्दोलन हो। त्यो भावनाले भन्छु म तपाईलाई। 24,818वटा विद्यालय 2044 सालमा बनेका छन्। यो तिमीहरूले बनाएको हो? खुब भाषण गर्छौ कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्मा जे हो। आज सुनाउन चाहन्छु, यो 24,818वटा स्कुल र बाबुराम भट्टराईले पनि सुनन्, राजाका पालामा पढ्न दिँदैन थियो भनेर जनता भट्काउने उनै राजाका पालामा एसएलसी को बोर्ड फर्स्ट हुन्। ल यस्तो झुटो कुरा गर्ने, यी झुटा कुरा गर्नेलाई झन्डै 1440 क्याम्पस मध्ये आज 539 क्याम्पसहरू बन्द हुने अवस्थामा छन्। एक वर्षमा 71,000 मान्छेले यो देश छोडेर अर्को देशमा पढ्न बाध्य छन्। 7 लाख भन्दा बढी युवा अर्काको देशमा बेलचा हान्न जाँदैछन् हरेक वर्ष। आज अवस्था यस्तो छ। 6वटा विश्वविद्यालय तिमीहरूले बनाएको हो। त्रिभुवन विश्वविद्यालय तिमीहरूले बनाएको हो। संस्कृत विश्वविद्यालय तिमीहरूले बनाएको हो। काठमाडौँ विश्वविद्यालय तिमीहरूले बनाएको हो। एउटा विश्वविद्यालय बनाउन सक्नु छैन। आज देशको माओवादीका साथीहरूलाई मेरो अपिल छ, 10 वर्षको युद्धमा यो देशले 1,30 अर्ब रुपैयाँ क्षति बेहोरो आजको मूल्यलाई यदि मापदण्ड गर्ने भने 5 खर्ब रुपैयाँ यो देशको भौतिक संरचना ध्वस्त पार्यो। यसको ब्याज सहित प्रचण्डको सम्पत्तिबाट हडलपन गर्नुपर्छ। के परिवर्तन भयो? प्रचण्डजीका छोरी मन्त्री, सांसद, बुहारी मन्त्री, छोरी मेयर, भाइ जुवाई, छोरो नाति सबैलाई पदमा पुग्नका लागि यो देशले 305 खर्ब आजको मूल्यमा झन्डै 15 खर्ब 1500 अर्बको भौतिक क्षति भयो। यसको एक हिसाब माओवादीले तिर्नुपर्छ। यो उनका साथ हामीले भन्नु 1100वटा ठुला र साना उद्योगहरू बन्द गरा। यदि यो डाटा फेक छ भने नेपालको कुन मञ्चमा आउँछौँ हामी तयार छौँ तिमीहरूसँग बहस गर्न। 1100वटा ठुला र साना उद्योग बन्द गरायौ, 1 लाख भन्दा बढी घरेलु उद्योग बन्द गरायौ, 6 लाख भन्दा बढी मान्छेलाई बेरोजगार बनाएर आज विदेशमा बेलचा हान्न बनायौ। यसैका लागि हो तिम्रो क्रान्ति। हामी यो चाहन्नौ देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ल्याउँछौँ। यी घुडा टेक्ने र र्याल काट्नेलाई सजाका लागि यो देशबाट बहिष्कार गर्छौँ। यो आन्दोलनका लागि हामी अगाडि बढिरहेका छौँ। साथीहरू, अस्ति एक दिन कांग्रेसका महामन्त्रीले विश्वप्रकाश शर्माजीले एउटा गलत डाटा संसदमा पेश गर्नु। राजाका पालामा देश गरिब थियो, अहिले देश धनी भयो भन्नु। यदि कसैले सुन्नुभएको छैन भने आदरणीय नेता विश्वप्रकाश शर्माको कानमा बस्ने गरेर सुनाइदिनु होला। प्रति व्यक्ति आएको कुरा लिएर उहाँले झुट बोल्नु भएको थियो संसदमा। हामीले संसदमा ठिकै छ त, जनताले फैसला गर्लान् भनेर चुप लागेर बस्यौँ। तर आज जवाफ दिने बेला भयो। गगन थापाले झुट बोल्नुभयो, विश्वप्रकाश शर्माले झुट बोल्नुभयो। यो गनाउने तन्त्र, विदेशीको दलाल तन्त्र राख्नका लागि सिस्टर निर्मलाको फन्ड कति चलाउँछौ साथीहरू हो। अब बन्द गर, राष्ट्रवादीको झण्डा उठिसकेको छ। म आज भन्न चाहन्छु, सुन्नुहोस् तपाईले, प्रति व्यक्ति आए 2044 सालमा, पत्रकार साथीहरूले पनि सुन्नुहोस्, प्रति व्यक्ति आए 2044 सालमा नेपालको $146 थियो भने हाम्रो छिमेकी राष्ट्र चीनको $284 थियो 2044 सालमा। आज चीनको प्रति व्यक्ति आए $24,360 छ भने नेपालको $1,456 छ। झन्डै 37 वर्ष अगाडि चीन जम्मा हामी नेपाली भन्दा $98 धनी थियो, तर आज $22,904 चीन अगाडि छ। तिमीहरूले देश लुट्यौ कि लुटेनौ? यसबाट, यो डाटाबाट तिमीलाई अब 138 थियो रे 44 सालमा, अहिले 1400 भयो भन्छन्। 2044 सालमा सुनको मूल्य 3000 रुपियाँ तोला थियो। अहिले सुनको मूल्य 1,73,000 रुपियाँ छ। अनि सुनको मूल्य 3000 का 1,73,000 का। जम्मा चाइना $98 अगाडि थियो, अहिले $22,000 अगाडि छ। देश तिमीहरूले बर्बाद पार्यौ कि पारेनौ? विश्व गगनहरू
पार्यौ देश बर्बाद। र अर्को आज $1 बराबर नेपाली कति रुपियाँ हुन्छ? 137 रुपियाँ 58 पैसा हुन्छ। तर 2044 सालमा $1 बराबर 22 रुपियाँ 27 पैसा नेपालको करेन्सी थियो। यो इतिहास पढ्न सक्दैन भने हेर, तर जनतालाई झुटो बोलाएर तिम्रो यो लुटतन्त्र टिकाउने कोसिस बन्द गर। म यही अपिल गर्न चाहन्छु र भन्न चाहन्छु, म अपिल गर्न चाहन्छु। आज यो देशमा वैदेशिक ऋण 26 खर्ब पुग्यो। आज 80 लाख युवाहरू विदेशमा छन्। 15 खर्ब 7 अर्ब 84 करोड रुपियाँ यी नेता कार्यकर्ता पाल्दै 1 वर्षमा खर्च हुन्छ। हामीलाई किन चाहियो 884 जना सांसद? 205 जना सांसद भयो भने यो देश कायापलट हुन्छ। आवश्यकता छ। अनि त्यही भएर म सबैलाई भन्न चाहन्छु, तपाईहरुले बिजुली निशुल्क बाल्नुहुन्छ? खै हात उठाउनु त परका मान्छे। बिजुली निशुल्क बाल्छ कि बाल्दैन? पानी निशुल्क पाइन्छ? सडक राम्रो छ? शिक्षा निशुल्क छ? रोजगारी छ? अनि के का लागि यिनीहरूलाई हामीले मान्ने? 300% कर लिन्छन् यिनीहरूले। 1 वर्षमा 300% भन्दा बढी कर उठाएका छन् यिनीहरूले। त्यही भएर म एउटा गीतबाट तपाईलाई भन्न चाहन्छु, जन्मदेखि मृत्युसम्म करै करको भारी, न त शिक्षा न त स्वास्थ्य। कर के का लागि? अब जनतालाई अपिल गर्न चाहन्छु, विदेशमा रहेका नेपालीलाई अपिल गर्न चाहन्छु, यदि यिनीहरू नवीन सम्झौतामा आउँदैनन्, प्रदेश खारेज गर्दैनन्, यी छोटे राजाको अन्त्य गर्दैनन्, यदि यिनीहरूले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्दैनन्, यदि हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू राष्ट्र गर्दैनन्, यदि राष्ट्रपतिको ठाउँमा राजा राख्दैनन् भने नेपालभरिका जनताले कर तिर्नु हुँदैन, विदेशबाट रेमिटान्स पठाउनु हुँदैन। यी त्यही दिन गल्छन्। त्यसका लागि तपाईहरु तयार भएर बस्नु होला। मेरा साथीहो, यो आन्दोलनको सुरुवात हो, यो आज भाषण होइन। हाम्रा साथीहरूलाई जेल एकपटक जोरदारका साथ बनाऊ। हाम्रा साथीहरूलाई रिहाई गर। आवाज भएन, यतिले पुग्छ पुग्दैन। हाम्रा साथीहरूलाई रिहाई गर। भ्रष्टाचारी मुर्दाबाद, उखण्डुक्का मुर्दाबाद। याद कर सरकार, याद कर। सडकमा होस्, संसदमा होस्, यो भ्रष्टाचारीका विरुद्धमा खडा हुन्छु, चाहे छातीमा तातो गोली हान, 1 इन्च पनि पछाडि डराएर बस्दैन। त्यही भएर साथीहो, यो आन्दोलनको सुरुवात हो, यो आन्दोलनको सुरुवात हो। 15 गते जस्तो आज घुसपैठ गरेर काहीँ छिराएर यो आन्दोलनलाई भाँडौला सोचेका छौ भने दिवा सपना हो। हाम्रा स्वयंसेवकले च्याप्पै समाएर ढ्याक्कै पुलिसलाई बुझाउँछन्। यो कुराका साथ याद गर्नु होला। त्यही भएर अब जाँदै सबै साथीहरूले 2 हात उठाउनुहोस्। आन्दोलनका लागि तयार हो, तयार हो। भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, देशद्रोही मुर्दाबाद। याद कर सरकार, एक दिन तिम्रो घर घेर्छौं। यो कुराका साथ भन्दै बिदा हुन चाहन्छु। जय राष्ट्रवाद, जय नेपाल।